होलीको दुई पाती माया होलीको दुई पाती माया बाख्रिया खोर बर्काउलिए भेड्या खोर उन बाख्रिया खोर बर्काउलिए भेड्या खोर उन कतिको बाँच्नु छ र साइलेलाई देऊ गुण कतिको बाँच्नु छ र साइलेलाई देऊ गुण दार्मा गाउँपालिका सल्यान पशुपालनका लागि राम्रो सम्भावना भएको पालिका हो। यहाँका किसान पछिल्लो समय पशुपालन व्यवसायको क्षेत्रमा अग्रसर हुन थालेका छन्। हावा पानी र भौगोलिक हिसाबले पशुपालनका लागि उपयुक्त ठाउँ भएकाले पशुपालन धेरै किसानहरूको मुख्य जीविकोपार्जनको माध्यम बनेको छ। त्यसमध्ये पनि यहाँका किसान बाख्रा पालन व्यवसायमा झन आकर्षित भइरहेका छन्। सामान्य रूपमा 8-10 वटा बाख्रा पालेर पनि घरको दैनिकी चलाउन सजिलो हुने भएकाले कृषकको रोजाइमा बाख्रा पालन पर्दै गएको हो। जसको एउटा मुख्य कारण हो गाउँपालिकाको नयाँ अनुदान योजना। पहिले किसानहरूका लागि बाख्रा पालन केवल एक परम्परागत पेशा जस्तै थियो। दार्मा गाउँपालिकाले एउटा खसी बेचे बापत 1 केजीको 50 रुपियाँ प्रोत्साहन अनुदान दिन थालेपछि किसानलाई राहत पुगेको छ। यति मात्र होइन, यो योजना कार्यान्वयन भएपछि किसानहरूको सोच र जीवनशैलीमा परिवर्तन आएको छ। 50 रुपियाँ चाहिँ पालिकाले अनुदान दिन्छ। त्यो अनुदान दिइसकेपछि अब अरूले पनि 50 रुपियाँकै दरले पनि अब हामीलाई धेरै हुन्छ। त्यसै अरूले पनि अब बाख्रा पालन भन्ने अब अर्काको देखेसिको गर्छन्, पाल्छन् पनि। 4-5 वर्ष भयो बाख्रा पालन लागेको। अब बढाउँदो क्रममा छु हैन। 50 रुपियाँ केजीमा दियो भने चाहिँ अझै खुसी हुने भयो, किसानीहरूलाई राम्रो महसुस हुने भयो हैन। यसमा अब हामीले कति गर्न सक्ने र कति देखाउने भन्ने कुरो हुन्छ। अब त हामीले अब 50 रुपियाँ भयो भने चाहिँ एउटामा कम्ती पनि बाहिर बेच्नु र यहाँमा अब 1200-1500 को फरक पर्छ। 2000 को 40 किलो भयो भने 2000 को फरक पर्छ। खसी उत्पादन गरेर बजारसम्म सहज पहुँच नहुँदा र उचित मूल्य नपाउँदा धेरैले यो व्यवसायलाई निरन्तरता दिन कठिन ठान्थे। अहिले यहाँका किसानहरूले गाउँकै सहकारी मार्फत आफूले उत्पादन गरेका खसी बिक्री हुन थालेपछि झनै सहज भएको हो। एकातिर उत्पादित खसी बोका बिक्री गरेर आमदानी हुने गरेको छ भने अर्कोतिर खसी बेचे बापत पालिकाबाट थप प्रोत्साहन पैसा पाउँदा किसान खुसी भएका छन्। व्यावसायिक तरिकाले अहिले पालिरहेछौँ। बाख्रा त हामीले पहिलेदेखि नै पालेका थियौँ र यो पालिकाको अनुदान कार्यक्रम चाहिँ एकदम किसानहरू र हामी लगायत हामी जस्तै किसानहरूलाई ठिकै भएको छ। अब आमदानीमूलक हो। यो 15-20 वटा बाख्रा पालेको छु। यो साल पालिकाले किलोमा 50 रुपियाँ दिने भनेको छ। त्यही भएर खुसी लागेको छ। अझ पनि 15-20 वटा बाख्रा थपौँ कि भन्ने लागेको छ। यसको लागि गाउँपालिकाले किसान सहकारी मार्फत सम्झौता गरेको छ, जसले किसानहरूले उत्पादन गरेका खसी बोका बजारीकरणमा सजिलो भएको छ भने अर्कोतर्फ बिचौलिया मार्फत ठगिनबाट जोगिएका छन्। किसानहरूले कति खसी बोका बिक्री गरे यसको रेकर्ड सहकारीमा राख्ने गरिन्छ। अब यसले सहज के भयो भनेपछि एउटा त उत्पादन गरेको चिज बजारीकरण गर्नलाई किसानहरूलाई अप्ठ्यारो भएन। दोस्रो कुरा उनीहरूले जुन पैसा ल्याउनु पर्ने, ठगी हुनुपर्ने, बिचौलियामा पर्नुपर्ने अवस्थाको चाहिँ अहिले सहजता भएको छ। दार्मा गाउँपालिकाको पशु सेवा शाखामा हालसम्म 147 वटा फार्म दर्ता भएका छन्, जसमध्ये 78 जनाले व्यावसायिक रूपमा बाख्रा पालन गर्दै आइरहेका छन् भने प्रत्येक घरमा किसानले 10 देखि 15 वटासम्म बाख्रा पालन गरिरहेका छन्। यस योजनाले किसानलाई मात्र होइन, स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पारेको छ।
अब धेरै किसान यस व्यवसायमा हात हाल्न इच्छुक छन्। दार्मा गाउँपालिकाका 3वटा वडालाई बाख्रा पालन पकेट क्षेत्र घोषणा गरेको छ। यस आर्थिक वर्षमा दार्माका 3 सहकारी मार्फत 618 खसी बोका निकासी भएका छन्, जसबाट 20,920 केजी खसी बिक्री भएको छ। बाख्राको खोर सुधार, बाख्रा चरण क्षेत्र र उनीहरूलाई तालिम दिने पालिकाको तर्फबाट र प्रविधि पनि हस्तान्तरण गर्ने कार्यक्रमहरू रहेको छ। साथै खसी बिक्री गरे बापत 50 रुपियाँ प्रति केजी किसानहरूको खातामा जाने गरी हामीले बजेटको व्यवस्थापन गरेका छौँ र यो आर्थिक वर्षमा हामीले 10 लाख बजेट छुट्याएका छौँ। स्थानीय सरकारको सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने उदाहरण हो दार्मा गाउँपालिकाको यो अनुदान योजना। अब यहाँका किसानहरू बाख्रा पालनलाई केवल जीविकोपार्जन मात्र होइन, एक टिकाउ व्यवसायको रूपमा पनि हेर्न थालेका छन्।